आज बुढासँग घुम्न जाऊँ भनेको त के भयो हेर्नु है त लास्टसम्म। सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 21 मिनी ब्लगमा। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। अनि अहिले चाहिँ हामी जान लागेको बाहिर, अनि मेरो बुढाले चाहिँ उल्टो टी सर्ट लगाउनु भएको थियो। अनि हामी रेडी भएर चाहिँ लाग्यौँ बाहिर पिज्जा खाऊँ, हल्का रमाइलो, नाइटमा रमाइलो हुन्छ नि त पानी परेको मौसममा। हामी चाहिँ पुग्यौँ पिज्जा खान, अनि हामीले अर्डर पनि दिइसकेको थियौँ र फाइनली हाम्रो अर्डर पनि आयो। म धेरै पिज्जा मन पर्दैन, सानो मगाएको कि मैले चाहिँ। मेरो बुढोले चाहिँ भिडियो बनाउनु हुन्थ्यो, मैले चाहिँ चिली फ्लेक्स हालेँ, अनि त्यसपछि म खान लागेको। मलाई चाहिँ यो पिज्जा चाहिँ एकदम मन पर्यो, अनि हामी खान लागेको थियौँ। बाहिर चाहिँ खानाभन्दा पनि म चाहिँ यस्तै आजभोलि मौसम राम्रो छ नि त, त्यसरी बुढासँग रमाइलो गरौँ, बाहिर हल्का नाइटमा घुमघाम गरौँ भनेर आएको। अनि मेरो बुढा चाहिँ देख्नु नै भएको रहेछ क्या भिडियोमा, अनि म चाहिँ हाँस्दै थिएँ। अनि हाँस्दा हाँस्दै फेरि आफ्नै पारामा आइसकेँ कि म लास्टमा चाहिँ। अनि मेरो बुढालाई चाहिँ अन्डा बिरयानी खान मन लाग्यो अरे, अनि म चाहिँ बोइल एग खाँदै थिएँ। त्यसपछि चाहिँ हामी घर फर्केको गाइस, यस्तो पानी परिरहेको थियो, हामी चाहिँ भिजेर हैरान भएको थियौँ होइन। बाहिर चानी पनि चढाउनु मिलेको थिएन। फाइनली हामी घर पुग्यौँ, यस्तो हालत थियो। अनि सो आजलाई मिनी भ्लग यति नै, फेरि भेटौँला अर्को भिडियोमा, त्यतिसम्मको लागि बाई बाई।